So alright everyone, welcome to my first YouTube video. हाम्रो सबभन्दा खतरा है इन्जर्ड केसको ब्लग टिकटकको So guys, फाइनली हामीले चाहिँ आफ्नो वर्कआउट कम्प्लिट गरेर यहाँ पछाडि आएका छौँ किनभने हाम्रो जस्ट एउटा मेमोरीको लागि फर द सेक अफ मेमोरी हामीले चाहिँ आफ्नो फिजिक देखाउने हल्का ट्राई गरिरहेको छौँ सो फर्स्ट अफ अल आई वुड लाइक टु इन्ट्रोड्युस माई फ्रेन्ड सजिब मगर सो लेट्स वेलकम हिम एज यु क्यान सी हिज एप्स ल पाडाउ न तिमी पाठको नाम चाहिँ सरोज यहाँ चाहिँ आएको अरमान राई हाम्रो कमब्याक सिजन मेरो चाहिँ अहिले होइन मेरो चाहिँ अहिले डाउनफल इरामा छु म किनकि अलिक पछाडि मैले धेरै नराम्रो कामहरू गरेको थिएँ अब मैले धेरै नराम्रो कामहरू गरेको थिएँ अब गर्नु नबिर्सिनु मेरो हाम्रो सो 3, 2, 1 मेरो भन्दा नि खतरा एप्स भएको मान्छे चाहिँ यता चाहिँ एप्स जेनेटिक्स मगर स्मल बाइसेप केटाहरूको त अब के 21-22 इन्चको बाइसेपहरू छ म त देखाउने लाज लाग्छ सराइट गाइज हामीले चाहिँ अब आफ्नो ब्याग इन्डिभिजुअली देखाउने ट्राई गर्छु र हजुरहरू ब्याग हेरिदिनु होला सो फर्स्ट अफ अल मै ट्राई गर्छु होइन आफ्नो ब्याग देखाउनुलाई सो यसको युट्युबमा चाहिँ यो मेरो फर्स्ट भ्लग हो है ब्याग देखाउनु शोल्डर बाइसेप है डबल बाइसेप सो गाइस अब चाहिँ पालिरहेको छ हाम्रो सरोज स्प्रेड गर न नेभर मेरो एकपट्टि हातमाथि ए टाउको माथि सिधा अब चाहिँ पालो रहेछ हाम्रो अरमान सरको लेट्स वेलकम ओइ चावानी जो ब्याक ओए देखाउनु त स्टाइल देखाउ रियलमा खतरा दिइरहेछ यार भिडियोमा भन्दा नि ल गाइस अब हाम्रो पालिरहेको छ वान एन्ड ओन्ली द ग्रेटेस्ट अफ अल टाइम सचिव मगर थ्याङ्क यू बात देखाइदियो आफ्नो कला ब्याक हल्ला चाहियो केटा लभली ब्याक गाइस एज यु क्यान सी होइन मेरो भन्दा नि खतरा प्याक छ उसको चाहिँ टर्राको स्टपेज प्याक उहाँ भुक्दैछ हौ गाइस हामी चाहिँ भिडियोको अन्तिममा आइपुगिसकेको छौँ र यो भिडियो चाहिँ अब हामी इन गर्न जाँदैछौँ जस्तो नै भइहाल्यो अफिसरहरू छन् यहाँ धेरै सो गाइस हाम्रो मेम्बरहरू पनि थ्याङ्क यू फर वाचिङ सो गाइस थ्याङ्क यू फर वाचिङ अनि किप सपोर्टिङ भन्न चाहन्छु र आउने दिनहरूको लागि स्टे ट्युन हुनको लागि हजुरहरूले मेरो च्यानल सब्सक्राइब गर्नु सक्नुहुन्छ मेरो मात्र होइन हामी सबैको च्यानल हो च्यानल या हो